आफूले सोचे जस्तो नहुने रहेछ मिनी ब्लग बनाउनलाई। अलराइट गाइज, आजको न्यू ब्लगमा तपाईँहरूलाई धेरै स्वागत छ। आज चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। सो आजको फर्स्ट मिनी ब्लग चाहिँ मेरो चाबेल चोकबाट स्टार्ट हुँदैछ। आजको फर्स्ट मिनी ब्लग कस्तो हुन्छ थाहा छैन गाइज, त्यही पनि हेरेर साथ सपोर्ट गरिदिनु होला। मेरो चाहिँ आजको दिन काम भएकोले म चाहिँ चाबेल चोकमा छु र चाबेल चोकबाट चाहिँ आज राजस्व कार्यालय कर तिर्नको लागि चाहिँ म जान रेडी भइरहेको छु। टाइम मिनी ब्लग बनाउनु पर्दा हल्का नर्भस र हल्का अनकन्फर्टेबल त भएको नै थिएँ। तर एक्ज्याक्टली लोकेसन चाहिँ थाहा थिएन, बरु हातमा एउटा पेपर चाहिँ थियो। पेपर हातमा बोकेर हिँडिरहेको थिएँ, हावाले मजाले हल्लाइरहेको थियो। आज फेरि ब्याग धोइदिएको थिएँ, त्यही भएर नबोकी हिँडेको थिएँ। मैले बाटोमा जाँदा जाँदै एउटा चोखोपन किनेको थिएँ। त्यो चोखोपन मलाई खान मन लाग्यो। म पनि केटाकेटी जस्तो खाइदिउँ न त भनेर चोखोपन खोलेर खाना। त्यो चोखोपन मैले खाएको देखेर तपाईँहरूलाई नि खान मन लाग्ला। त्यसरी आँखा चाहिँ नलगाइदिनु, मेरो पेट दुख्न सक्छ। अनि चोखोपनको टेस्ट लिँदै म चाहिँ अगाडि बढिरहेको थिएँ। लोकेसन थाहा नभएर तनाव भइरहेको थिएँ। कसलाई सोध्ने बाटोमा नि कोही थिएन। जिन्दगीमा देख्दै नदेखेको ठाउँमा एक्लै कामको लागि जान एकदमै झ्याउ काम हो, किनकि कसैलाई सोद्धा नि थाहा हुँदैन। किनकि काठमाडौँ धेरै जसो मान्छे बाहिरबाट आएको हुन्छन्, त्यसैले एक्लै भयो। म त कसलाई सोध्ने भइरहेको थिएँ। अलिकति अगाडि गएपछि धन्न एउटा फेरि वाइफाई भेटेर त्यहाँ लोकेसन हेरेर मैले लोकेसन टेस्ट गरेर त्यहाँ अलिकति अगाडिसम्म पुग्न सफल भएँ। एक्लै हिँड्न पनि धेरै झ्याउ लाग्दो रहेछ। साथी भएको भए त मजाले हिँड्थेँ होला। म हिँड्दै गर्दा त्यता साइडको भ्यू पनि बबाले रमाइलो देखिरहेको थियो। त्यो कारणले मलाई हिँड्न पनि हल्का जोस आइरह्यो। हिँड्न के जोस आएको थियो, भर्खर ठ्याक्कै कर कार्यालय नै आइपुग्न लागेछ। तर यो लोकेसन हेरेर हिँड्दाखेरि त मलाई त एक फन्का घुमाइदिने गाइज। लोकेसनको भरमा चाहिँ नपर्नु पर्ने रहेछ गाइज। अब जसो तसो गरेर भयो नि कर कार्यालयसम्म त पुग्न सफल भयो नि, त्यसमै खुसी छु। अब आइरहेको ठाउँ भयो त यति रमाइलो पनि हुँदैन थियो होला गाइज। नआएको ठाउँ भएर यति रमाइलो भयो। अब चाहिँ म भित्र गएर राजस्व बुझाउनु पर्ने हुन्छ गाइज। अनि आजको मिनी ब्लग कस्तो रह्यो एकदम सपोर्ट गरिदिनु होला। आजको मिनी ब्लग यहीँ टुङ्गाउन चाहे। हस्त नमस्कार, बाई बाई गाइज।